हेलो नमस्कार। हामी बेङ्गलोर टुरमा छौँ र हामीसँग केदारसिंह गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ। यस्तै हाम्रो एकजना परम मित्र यतै बेङ्गलोरमा रोजगारीको सिलसिलामा बस्नुहुने मित्र पनि हुनुहुन्छ। आजको यात्रा हाम्रो हेलङ्गाको हुनेछ। अत्यन्तै सुन्दर ठाउँ छ, विभिन्न ठाउँमा पार्कहरू छन्। त्यस्तै एकदम मौसमको रूपमा भन्ने हो भने अझ काठमाडौँ उपत्यका जस्तै छ, जहाँ मौसम मिल्दोजुल्दो छ। काठमाडौँ र बेङ्गलोरको मौसम लगभग 50-50 मिल्छ। त्यस कारणले गर्दा अहिले मलाई काठमाडौँको गल्लीमा घुमिरहेको जस्तो अनुभूति मैले गरिरहेको छु र दुवैजनालाई धेरै धेरै स्वागत छ। उपाध्यक्षज्यूलाई पनि स्वागत छ। अनि मैले त काठमाडौँमा आएको जस्तो अनुभूति गरेको छु। हजुरहरूले कस्तो गर्नु भएको छ भनिदिनु पर्यो। मैले अलिक फरकै अनुभव गरेको छु। ठाउँ हेर्ने हो भने राम्रो छ, तर भाषा त्यति राम्रो आउँदैन, बोल्न पनि आउँदैन। र हुन त आफ्नै दाजुभाइ, जहाँ पनि आफ्नै दाजुभाइ भेटिने हुनाले आफ्नै देशमा छु कि जस्तो लागिरहेछ। अनि अब बेङ्गलोरको बसाइ कस्तो रह्यो त? अनि यहाँ बस्ने नेपालीहरूको अवस्था कसरी हेर्नु भएको छ हजुरले? ठिकै छ, अब राम्रै छ भनौँ। कुनै दाजुभाइहरूको काम पनि राम्रो छ, कुनै दाजुभाइहरूको दुःख पनि छ। बिहान राति नसुती, बिहान नखाई पिसीमा खटिराखेका हुन्छन्। दुःख त दुःखै छ। ठिकै छ, सबैभन्दा हावापानी राम्रो रहेछ। जति दुःख गरे पनि हावापानीमा रमाउन सकिने रहेछ। एकदम राम्रो। यति धेरै नेपालीहरू बस्नुभएको छ। तपाईँ त गाउँपालिकाको उपाध्यक्ष पनि हो। के भन्छन् तपाईँलाई? सुझाव सल्लाह अथवा प्रतिक्रियाहरू कस्तो दिन्छन् धेरैलाई भेट्दाखेरि चाहिँ? गाउँठाउँ बनाउनुहोस्, हामीलाई पनि रोजगारीको अवसर हुने काम गरिदिनुहोस् भन्नुहुन्छ। अब त्यति धेरै रोजगारीको अवसर त छैन, तर मलाई लाग्छ हाम्रै गाउँठाउँमा पनि यति मिहिनेत गऱ्यो भने केही न केही हुन्थ्यो होला। यहाँ रातभरि ड्युटी आउँछन्, बिहान 1 अगति भए काममा एकदम खटिराखेका हुन्छन्। यस्तै गरी आफ्नो देशमा पनि केही न केही उनीहरूले काम गर्ने जस्तो अवसर भयो भने हाम्रो देश पनि बन्थ्यो होला जस्तो लाग्छ। दुःख लाग्छ। यसरी अब काम गरिराखेको बेला त अब दुःख लाग्छ नै। बेङ्गलोरमा बस्ने धेरै दाजुभाइहरूलाई तपाईँको सन्देश के हुन्छ त? सुझाव के हुन्छ? कसरी बसिरहेछन् होइन? के भन्नुहुन्छ? अब यो प्रवासमा बसेर राम्रोसँग काम गर्नु होला र हामीलाई पनि जस्तै आफ्नो देश, आफ्नो गाउँठाउँ बनाउनको लागि सही सुझाव, सही सल्लाह दिनु होला। तपाईँको सुझाव सल्लाहमा हामी रहनेछौँ भन्न चाहन्छु। अब सबै दाजुभाइहरू मिलेर राम्रोसँग काम गर्नुहुनेछ, मिलेर बस्नु होला र हामीलाई पनि यहाँको अनुभव हुन्छ नि। जस्तै हामीले त हामीमा पनि कुनै अनुभव नपुग्न सक्छ, कुनै ज्ञान नपुग्न सक्छ। आफूमा भएको ज्ञान अनुभवहरू सुझाव सल्लाहको रूपमा दिनु होला भन्न चाहन्छु। यहाँ बेङ्गलोरमा आइसके पछाडि चाहिँ तपाईँलाई सबैभन्दा राम्रो लागेको चिज चाहिँ के हो खास? सबैभन्दा राम्रो यही हावापानी, मौसम सबभन्दा राम्रो लागेको छ। यहाँको बसाइ, यहाँको घर बनाउने जो स्ट्रक्चरहरू बनिया छन्, स्ट्रक्चरहरू बनिया छन्, तर अब यतिकै स्ट्रक्चर हाम्रो ठाउँमा, हाम्रो गाउँमा बनाउन सकिरहेको छैनौँ। यतिको बलियो। हुन्छ, हस्, धन्यवाद। फेरि हामी जाममा परिहाल्यौँ। यस्तो छ अब। हावापानीको हिसाबमा अत्यन्तै राम्रो छ। हाम्रो गुरुजी हुनुहुन्छ, ह्यान्डसम, ब्ल्याक ह्यान्डसम म्यान। ब्लैक को ब्लैक नहीं बोल के क्या व्हाइट बोलना, रेड बोलना। बहुत अच्छा आदमी है वो लोग। सेम फेस है बा, टेंशन मत बढ़ा, ओके?
वाओ ब्युटिफुल प्लेस। बाटोमा हिँड्दै गरेको अवस्थामा हो यो चाहिँ। अब हामी हेलङ्गा जानेछौँ, एकैछिनपछि पुग्ने नै छौँ। यहाँहरूलाई बाटोमा के छ भनेर हामी देखाउनेछौँ है। यो बजिरहेको गीत चाहिँ मेरो आफ्नै शब्द सङ्गीतमा हो, हेरिदिनु होला सबैले युट्युब च्यानलमा गएर। यो कुन ठाउँ हो ठ्याक्कै? कौन सा जग्गा है भैया? कौन सा जग्गा है? यो वाली जग्गा। रोपाखा गुराँस फुल्ने बेला खेल खेल्ने रमाइलोले चैतालीका बेला ढोटी राम्रो डडेलधुरा छम राम्रो साथ मलाई पना उडाइ लैजायो चुलेका डाँस्या गुराँस फुल्ने बेला खेल खेल्ने रमाइलोले चैतालीका बेला। धेरै धेरै धन्यवाद छ भिडियो हेरिदिनु भएकोमा। अत्यन्तै मिठो गीत, मेरो आफ्नै शब्द सङ्गीतमा रहेको गीत हो यो। थ्याङ्क यू, बाइ बाइ। वाओ दिल गए वाओ गाडी नै गाडीको सहर भन्दा फरक पर्दैन है बेङ्गलोरलाई चाहिँ। कति धेरै छ, कति धेरै छ, गाडी नै गाडी, एकदमै गाडी गाडी भयो। आफैले लेखेका गीतहरू सुन्दै हिँड्दै गरिरहेको छु है। अहिले बेङ्गलोरमा भएका धेरै साथीहरूसँग भेटघाट गर्ने एउटा अवसर मिल्यो भने अझ उत्कृष्ट हुन्थ्यो है। तस्बिरको छायामा खुल्ला आकाश भएको ठाउँमा चाहिँ बबालै देखिँदो रहेछ है। फेरि क्यामेरा क्वालिटी चाहिँ एकदमै बवाल ठाउँ छ।
तल्लो लेयर चाहिँ जाम भएछ के अरे अब यहाँ चाहिँ टक्क चलिरहेको छ है गाडीहरू बब्बाल बब्बाल ठाउँ छ है ल बब्बाल बब्बाल ठाउँ कहिलेकाहीँ आफैले लेखेका गीतहरू सुन्दाको मजा छुट्टै हुन्छ झन् यो बेङ्गलोरको मौसम यो माहौलले अझ झन् उत्कृष्ट बनाइरहेको छ मलाई चाहिँ अब हेरौँ कस्तो छ यो ब्लग टक्क है बवाल छ है बवाल छ ल बवाल बवाल बिल्डिङ हाल्नु छ है यहाँ चाहिँ फेरि यत्रो बिल्डिङहरू छ माइ गॉड मजाले आफ्नो गीत सुन्दाको मजा नै फरक छ है आज चाहिँ चोटी राम्रो डडेलधुरा राम्रो साप्या मलाई पुराई लैजायो गराउँदा चोटी राम्रो डडेलधुरा है अछम राम्रो साफ्या मलाई पुराई लैजायो चोली गराउँदा बवाल बवाल प्लेस आइरहेको छ अहिले नि होइन कहाँ ठाउँ जाँदैछौँ हेलङ्गा भन्ने ठाउँ केही समयपछि केही साथीहरूसँग पनि भेट हुनेछ हाम्रो बसेर गफ चलिरहेछ उनीहरूको गुरुजीले चलाउँदै हुनुहुन्छ गाडी बेस्ट हुनुहुन्छ गुरुजी पनि बेस्ट मान्छे हुनुहुन्छ है आफ्नै गीत सुनेर हिँडिरहेको अवस्था हो है त ल साथी हो यो कौन सा जगह है भैया